यसको प्राइस कति छ सर? यान 150 हो सर, यसको 3,77,000 कसले रे? यो त माइलेज पिकअप हरेक कुरामा राम्रो छ। BS6 डबल च्यानल एबिएस हो। ल गाइसहरु देख्न सक्नुहुन्छ अत्यन्तै सुन्दर आकर्षक मोडलका बाइकहरू। वेलकम ब्याक अगेन माई युट्युब च्यानल रमन भ्लगमा स्वागत छ। सर नमस्कार। सर नमस्कार। अनि अहिलेको चाहिँ 2022 सालको अफरको विषयमा एकचोटि भनिदिनुहुन्छ कि सर? के कस्तो छ बाइक कम्पनीको के छ भनेपछि हजुर सर, अहिले यो दसैँ तिहार स्किम 10,000 देखि 1 लाखसम्मको स्क्रैच छ हैन? हजुर हजुर। त्यसमा तपाईँको भाग्य चिता अब 10,000 मिनिमम पर्छ नै। हजुर त्योभन्दा माथि अब तपाईँको लक्की हो हैन? त्यही छ। हेलमेट लेग गार्डहरू पाउनुहुन्छ। अरू हाम्रो कुनै सेवाहरू दिनुहुन्छ। ल दर्शक बहिनी तपाईँहरू देख्न सक्नुहुन्छ हामी यतिखेर बजाज सुरुममा छौँ र विशेष गरी मेरो भटिसको लागि आज हामी बाइक हेर्न आएका छौँ र बाँकी नै छ पछाडि हामी कुन बाइक हाम्रो भटिसले कुन बाइक चाहिँ मन पराउनु हुनेछ र म तपाईँलाई बाइकको दृश्य यो हुन् बजाज कम्पनीका बाइकहरू। अत्यन्तै आकर्षित, अत्यन्तै सुन्दर, अत्यन्तै दामी बाइकहरू छन् गाइसहरू, तपाईँ देख्न सक्नुहुन्छ। हामी बजाज सुरुममा छौँ। बजाज सुरुमको दृश्य ल गाइस, अब हामी उमेश भटिसको लागि बाइक किन्नको लागि पैसा निकाल्नको लागि हामी यतिखेर ग्लोबल आइएम ब्याङ्क जानुपर्ने भएको छ र हामी ग्लोबल आइएम ब्याङ्क जानको लागि हामी तयारी छौँ। हामी राउन्डबाट बाइकहरू अब हामी ग्लोबल ब्याङ्कको नजिक आइसकेका छौँ। अब भने ग्लोबल ब्याङ्क नजिकै छ है गाइस। अब भने हामी बाइक पार्किङ एउटा सिँगाको राखेर गाइस ग्लोबल ब्याङ्कमा आइसकेको छ। गाइसहरू हामी ग्लोबल ब्याङ्क आइसकेको अवस्था है। अब भने अब हामी ब्याङ्कतर्फ लाग्नेछौँ। ल भटिस लमक चाहिँ ब्याङ्कतर्फ लाग्दै गरेको दृश्य। भटिस आज निकै एक्साइटेड अनि एकदम खुसी हुनुहुन्छ आज, किनभनेपछि नयाँ घोडा नयाँ बाइक आउने भएको छ र अब हामी ब्याङ्कतर्फ उपलो टाला है गाइस। ल अलि नयाँ स्टाइलमा हिँड्नु पऱ्यो है भटिस, नयाँ स्टाइलमा हिँड्नु पऱ्यो कि नयाँ स्टाइलमा। ल गाइस फाइनली हामी ब्याङ्क। ल गाइस, अब नयाँ गाडी मेरो भटिसको एकदम दामी छ है। हामी सुरुमबाट बाहिर निस्किसकेको अवस्था है। ल रोक दामी छ। ल गाइसहरू अब भने नयाँ गाडी एकदम चाहिँ दामी लुक्समा है। एबिएस सिस्टम गाडी हामी निकालिसकेका छौँ। आज नयाँ गाडीसँग भटिसको नयाँ यात्रा शुभ रहोस् गाइसहरू। ल बाबा आर्टमा आएका छौँ र हाम्रो विशेष गरेर हाम्रो चाहिँ यो उमेश भटिसको चाहिँ बाइकको अस्थायी नम्बर प्लेट राख्नेछौँ र हामी बाबा आर्टको नजिकै छौँ र अस्थायी नम्बर प्लेट राख्नको लागि स्टिकर राख्नको लागि मात्र 200 रुपियाँ है गाइस। जम्मै 200 रुपियाँमा अस्थायी नम्बर प्लेट राख्ने गरिन्छ भनेर हाम्रो चाहिँ यहाँको बाबा आर्टका प्रोप्राइटर हाम्रो सरले भन्छ। एउटा बाइकको चाहिँ अस्थायी हो सर, 200 मात्र स्टिकर हो। 200 फाइको 300 यो अस्थायी 200। ल गाइस एकदम सस्तो छ। अस्थायी नम्बर प्लेटको लागि मात्र स्टिकर 200 रुपियाँ। तपाईँहरू पनि नयाँ गाडी निकाल्दै हुनुहुन्छ भने बाबा आर्टलाई सम्झिनु होला। फाइनली गाइस यतिखेर बाबा आर्टमा स्थायी नम्बर प्लेट डिजाइन गर्दै गरेको दृश्य तपाईँले देख्न सक्नुहुन्छ। कम्प्युटरमा डिजाइन भइरहेको छ। केही समयपछि तयारी हुनेछ गाइसहरू। फाइनली गाइस हाम्रो चाहिँ बाबा आर्टमा अस्थायी नम्बर प्लेट तयार भइसकेको दृश्य हो यो। अब भने हामी बाइकतिर चाहिँ जानेछौँ। हामी बाइकमा फिट गर्नेछौँ। ल गाइस कम्प्लिट रूपमा अब बाइकमा फिटिङ भइसकेको छ है। चाहनुहुन्छ भने बाबा आर्टलाई सम्झिनु होला। यो ठ्याक्कै बजाज सुरुमभन्दा सहितभन्दा अगाडि ठ्याक्कै अगाडि छ है गाइसहरू। यो बाबा आर्ट मात्र 200 रुपियाँ
अस्थायी नम्बर प्लेट राखेको एकदम सस्तो छ गाइस एकदम सस्तो र एकदमै राम्रो डिजाइन गर्नुभएको छ हाम्रो सरले तपाईँ देख्न सक्नुहुन्छ दामी डिजाइन छ है ल फाइनल रूपमा हाम्रो सरले दामी चाहिँ फिटिङ गरेर गइसक्नु भएको छ अब अनि हाम्रो बाइकको अस्थायी नम्बर प्लेट कम्प्लिट ठिक छैन भटिस ठिक छ कस्तो सन्चो बस्के है 3 छ 9 छ एकदम तिम्रो चाहिँ पुरा 3 छ 9 छ पुरा चाहिँ तिम्रो नम्बर पनि दामी छ